तेस्रो सलेज कप गेम चाहिँ आज फाइनल पनि छ र फेरि पनि मैले मिस गोर्लेलाई भेटिसके र म चाहिँ अहिले ग्राउन्डमा आइसकेको छु। अझ जताततै बाइकहरू रोकिरहनु भएको छ, त्यसलाई आज देखिरहेको छ। अहिले झन् राम्री भइसक्यो कि भाडा माझ्ने साबुनको नाम के हो? ए पतञ्जली भाडा माझ्ने साबुन। इन्दिरा जल पानी फ्याक्ट्रीबाट एउटा भेस्ट गिभअवे गर्न लाग्नु भएको छ, खुसी लाग्यो थियो। हामीसँग रुपियाँ हुँदैन, यहाँ दिदीसँग चाहिँ डलर रहेन रहेछ। गाह्रो छ। भाउजूको टाउकोले ड्याङ्गै छेर्लियो है, गाली गाली गर्दैछ। हेलो मेरो ह्यान्डसम एन्ड ब्युटिफुल गाइजहरू, वेलकम टु माई युट्युब च्यानल एन्ड अनदर न्यू ब्लग। इट्स मी नौजन खड्का। यो के छ गाइजहरू, के छ ल सबैजनालाई गुड मर्निङ। म अघि उठ्यो हात मुख धोएर चट्ट अब पसल जानु लाग्यो। आज बिहानै पसल जानु लाग्यो कि अघि भर्खरै उठेको थिएँ, उठेर हात मुख धोएँ अरे ब्रस गरेँ। अनि अहिले अब दसैँको माहौल चलिरहेछ होइन, गाडीहरू टन्नै आउँछन्। अनि बिहानैदेखि पसल खोल्यो भने आफूलाई पनि सजिलो हुन्छ। पहिले सामानहरू मिलाइराख्यो भने पछि कस्टमरहरूलाई चटपटे बनाएर दिनु भने छिटै हुन्छ नि त। सामानहरू कटिङ गरेर राख्यो भने, मिलाएर राखिसक्यो भने। त्यही भएर चाहिँ अहिले नै अब म पसल जानु लागेको त्यही हो। अनि आज हाम्रो सलेज युवासम्ममा भएको तेस्रो सलेज कप गेम थियो नि, विष्णु कुमारी खत्रीको स्मृतिमा खुलाएको गेम हो। त्यो गेमको चाहिँ आज फाइनल पनि छ। भरे दिउँसो पसल बन्द गरिवरी मिल्यो भने पसल बन्द गरेर गेम पनि हेर्न जान्छु होला मेबी। त्यो चाहिँ फिक्स छैन, अब के हुन्छ। बुवा आउनुभयो भने बुवालाई छोडेर जान्छु या पसलै बन्द गरेर जान्छु, त्यो चाहिँ फिक्स छैन। तर गेम हेर्न चाहिँ म जान्छु होला। ल म चाहिँ अब यहाँ पसल जानु लागेको। जस्तो अहिले यहाँ सामानहरू सब हालिसकेको छ यहाँ। अनि यो ब्यागमा मम्मी हुनुहुन्छ, भाउजू, हाम्रो डन छ यहाँ। अनि यता अर्को डन, दुइटा डन छन् यता चाहिँ। त्यही हो, अब चट्ट पसलतिर लाग्दिउँ है। ल म चाहिँ अहिले पसल आएर यहाँ सामानहरू राखिसकेँ, घरबाट ल्याएको सामानहरू चाहिँ। अब अरू सामानहरू लिएर आउनुपर्ने छ परबाट। अनि त्यसपछि चट्ट पसल खोलेर बसिदिने हो। अनि अहिले अब के हुन्छ म तपाईँहरूलाई देखाउँदै जानेछु। अहिले चाहिँ खासै भिड छैन। अब 9-10 बजे पछाडि चाहिँ यो रोड चाहिँ एकदम बिजी हुन्छ है। अनि अहिले यहाँ भाइरल फुलहरू पनि डेन्जर फुलिरहेछ। यो अहिले भाइरल भइरहेको फुलहरू यो खासमा काँसको फुल है, तपाईँहरूलाई अनाउन्स गरेँ। यो काँसको फुल हो। यता मेरो पसल पछाडि पनि टन्नै छ। र अहिले चाहिँ मैले यहाँ सामानहरू सबै लिएर आइसकेँ। जस्तो यता सामानहरू छ। अनि अहिले मैले यहाँ चिसो आइटम र पानीहरू चाहिँ कुलर बक्समा हालिसकेको छु। त्यही हो, अब अरू कामहरू गरौँ होइन। जस्तो अब यो सामानहरू सब फिजाएर राख्नुपर्ने छ, टक्क फिजाइदिउँ है त। ल मैले चाहिँ अहिले यहाँ सबै सामानहरू मिलाएर राखिसकेँ। जस्तो अब चाहिँ यहाँ कटिङ गरेर राख्नुपर्ने सामानहरू कटिङ गरेर राखौँ। बन्दा, प्याज, खोर्सानीहरू। ल अहिले चाहिँ मैले यहाँ पानी पनि लिएर आइसकेँ। त्यहाँ पानी हालेको छु। अनि अहिले यहाँ मेरो पसलमा ब्रदर सिस्टरहरू आउनु भएको छ चट्ट। त्यही हो, अब अहिले के मोमेन्ट हुन्छ म देखाउँदै जानेछु, तपाईँहरू हेर्दै जानु होला है। अलि थाक्यो पानी बोक्दा बोक्दा। मैले अहिले यहाँ दाजुहरूलाई चटपटे बनाएर दिइसकेँ। जस्तो उहाँहरूले लिँदै हुनुहुन्छ त चट्ट। अनि हेलो, अनि उहाँहरू चाहिँ अहिले काठमाडौँबाट यता घरान चकरहटीतिर हिँड्नुभएको रहेछ। त्यही हो, अब अहिले अरू के हुन्छ हेर्दै जाउँला। तपाईँहरूलाई म देखाउँदै जानेछु, हेर्दै जानु होला है त।
म अहिले यहाँ पसलमा बसिरहेको छु अनि अहिले चाहिँ यहाँ एम्बुलेन्स ड्राइभर दाइ आउनु भएको छ अनि यहाँ हाम्रो एकजना बुढो मान्छे आउनु भएको छ है। हेलो नमस्ते, के छ अनि ब्रो यार? ठिकै छ दाजु, एकदम हाम्रो भेट भयो, कस्तो खुसी हुनुहुन्छ नि? खुसी लागेको छ हजुरले आइदिनु हुन्छ। तपाईँको एउटा मैले भिडियो अस्ति नै आजभन्दा लगभग 2-3 महिना अगाडि एउटा भिडियो पोस्ट हालेको थिएँ, धेरै भाइरल भएको छ। जस्तो तपाईँलाई दर्शकले धेरै माया गर्नु हुँदो रहेछ। तपाईँले दिनको लागि तपाईँले के भन्न चाहनुहुन्छ उहाँहरूको लागि? उहाँहरूलाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा र अझै माया साथ सपोर्ट गरिदिनु होला। र यसो यो काठमाडौँदेखि यता पूर्व धरानतिर जाने क्रममा यो मदन भण्डारी राजमार्गको बाटो हिँड्नुभयो भने चाहिँ भोरले डाङडुङ खोला पुल भन्दा 100 मिटर अगाडि मेरो पसल छ। टाइम मिल्यो भने छिरेर जानु होला। ल गाइजहरू होइन यस्तै हो, उहाँलाई अलिकति सबैजनाले हेरेर सबै उहाँको ब्लग टिकटकहरू पनि छ, ब्लग पनि छ, फेसबुक पेजहरू पनि उहाँको आइहाल्छ। तपाईँले नवलजङ खड्का हाल्नु भने आइहाल्नुहुन्छ, देख्नुहुन्छ। अलिकति सबैजनाले माया गरेर सबैले सक्दो उहाँको भिडियोहरूलाई चाहिँ लाइक कमेन्ट सेयर कमेन्टहरू सबै हानेर माया गरेर यसरी साथ सपोर्ट उहाँलाई दिइराख्नुहोस् भन्ने धन्यवाद। तपाईँको के छ च्यानल या मिस्टर याकुब छ अहिले के टिकटकमा? टिकटकमा ए पहिला बलमपाकी याकुब थियो, अहिले मिस्टर याकुब मगर छ है। ए मिस्टर याकुब मगर। ल साथ सपोर्ट गरेर फलो गरिदिनु होला है मेरो टिकटकमा। ल उहाँको भिडियो पनि हेर्नु होला टिकटकमा गएर। अनि बा ठिक छ नि? ए 3 घर राजीनामा दिएको? ल म अहिले पसलमै बसिरहेको छु अनि अहिले यहाँ दाजुहरू आउनुभएको छ र यता अमृत भाइ, मुकेश सर अनि यहाँ भाइ आइछ। भाइको नाम चाहिँ के अरे? विशाल कि के? ए हिमाल भाइ छ। उहाँहरूलाई चाहिँ मैले चट्ट डिउ लिएर जाँदैछु। इलिन त हो ल कस्तो बनाउनु भएको छ भिडियो तपाईँ? ओके एकदम खतरा छ। यति हेर्छौँ त अरू कोही पनि छैन होला यार। मुकेश सर झन् उस्तै हेर्छौँ। यता हेर्दा त मुकेश ए मार्केट खाइदिन्छ नि त दाजुहरू। अनि सक्छ त कसैले, तर उसलाई चाहिँ कसैले नि आँखा नलाऊ है। घरमा बुढी छ नि, बुढीले फेरि लहरला उल्टोलाई उसलाई चाहिँ बरु बाल भएन, उसलाई आँखा लाउँदा नि केही फरक पर्दैन। उसको त बिहे नै भएको छैन है मुकेश सरको चाहिँ। हिमाल भाइ र अमृत भाइलाई चाहिँ कसैले नि आँखा नलाऊ अहिले नै भनिदिइसकेको छु है। बुहारीहरूले फेरि लहर्छन् उनीहरूलाई घरबाट लहर्न दिनु त भएन नि त होइन, गाह्रो छ त। त्यही हो यहाँ बसिरहेको अनि यसो मोबाइल चलाइरहेको थिएँ। खासमा आज टिकटक भिडियो बनाइदिउँ भनेर भिडियो बनाउनु लाग्यो मागेसँग नेटै चलिरहेको छैन भने नेट नचलेर तनाव दियो कि। अब एकछिनमा नेट चल्यो भने बनाउला, नभए ठिकै छ, इट्स अ गुड है। अनि अहिले चाहिँ मेरो पसलमा ब्रदर अनि दाजु आउनु भएको छ। उहाँहरू अहिले यता काठमाडौँबाट चतरासम्म हिँड्नु भएको रहेछ। जस्तो अहिले मेरो पसलमा चटपटी खाँदै हुन्छ। हजुरहरूलाई स्वागत छ मेरो पसलमा। एकदम तपाईँ सन्चै हुनुहुन्छ? अनि उतै काठमाडौँतिरै बसोबास तपाईँहरूको के जब गर्ने कि के? मेरो बिजनेस ठिकै भनौँ अहिले यो दसैँको टाइममा चाहिँ जे होस् राम्रो चलिरहेछ। अस्ति अब बर्खा लागिरहेको थियो, बर्खाको टाइममा अलि डाउन नै भइरहेको थियो, पानी परेको थियो अनि मान्छेहरू पनि खासै नरोकिने आयो। ल म तपाईँहरूलाई एउटा चिज देखाउँछु है। यहाँ देख्न सक्नुहुन्छ यो चरा चाहिँ मेरोमा आउँथ्यो अस्ति नै, अहिले फेरि आउनु थालेछ। मैले फेसबुकमा मिस यु भनेर हालेको थिएँ नि, जस्ट यहाँ देख्न सक्नुहुन्छ अहिले खाइरहेको छ। मेरोमा अस्ति नै आउँथ्यो, धेरै भन्नु आएको फेरि आएछ अहिले। खुसी लागेको होस् यहाँ खाँदैछ, उसलाई छोडिदिउँ। यो चटपटीहरू उसलाई चरालाई दिनु है बुवा। चरालाई फेरि के छ भने अहिले गाइज है
हामीले चाहिँ नाश भएको चटपटेहरू त्यहाँ राखिदिन्थ्यो अनि बाख्रापाठाहरू आएर खाने। अब नखाओस् भन्न त खोजे होइन, खाने अनि भोलिपल्टदेखि झन् पसलमै छिर्न खोज्ने। अब यो फोहोरको डस्टबिन हुन्छ नि, यो फोहोरको डस्टबिनको यो बिर्को नै मुन्टोभित्र छिराएर हिँडिदिने, घरि के गरिदिने भएर चाहिँ दुःख दिइरहेको हुन्थ्यो। त्यही भएर मैले राख्न छोडेको थिएँ त्यहाँ चटपटे। अनि फेरि अब चाहिँ राखिदिनु पऱ्यो। जस अहिले दसैँको टाइममा यहाँ देख्न सक्नुहुन्छ जताततै बाइकहरू रोकिरहनु भएको छ। टक्क बाइक रोकेर आराम गरेर शीतल खाँदै हुनुहुन्छ। दसैँ लाग्यो जस्तो देखिरहेछ अहिले। यहाँ दाजुहरू आउनु भएको छ अहिले मेरो पसलमा चटपटे खानको लागि। पुलिस सर अनि यता सर म्यामहरू आउनु भएको छ। जस्तो उहाँहरू अहिले काठमाडौँबाट घर हिँड्नु भएको रहेछ। उहाँहरू पनि अहिले घर जाँदै गर्नु भएको रहेछ। अनि यहाँ बुवाले चाहिँ अहिले चटपटे बनाइदिनु हुन्छ उहाँ सर म्यामको लागि। त्यही हो। जस दसैँको माहौलले गर्दा यो रोड अलिक बिजी भएको छ। अहिलेको टाइममा चाहिँ अलिक कम छ भिडभाड, नभए अघि अलिक टन्नै थियो। त्यहाँ बुवाले चटपटे बनाइसक्नुभयो। सर हजुरको घर चाहिँ कहाँ रे? ए मोरङ है? हजुर, उहाँ चाहिँ मोरङ हिँड्नु गएको रहेछ अहिले। अहिले चाहिँ उहाँहरू जानु लाग्नुभयो। जस्ट उहाँहरू चाहिँ पुरै फ्यामिली नै आउनु भएको रहेछ। दाजु अङ्कल आन्टीहरू। हस् हुन्छ सर, राम्रोसँग जानु होला। शुभयात्रा हजुरहरूलाई। ल आउँदै गरेको दसैँको शुभकामना हजुरलाई। हस् धन्यवाद। गाइजहरू म चाहिँ अहिले पसलमै बसिरहेको थिएँ। अनि अहिले चाहिँ मेरो पसलमा यहाँ मैले रेगुलर रूपमा पानी लिइरहने कम्पनीबाट चाहिँ दाइले एउटा भेस्ट गिभवे गर्न लाग्नु भएको रहेछ। खुसी लाग्यो, धन्यवाद दाइ। इन्दिरा जल पानी फ्याक्ट्रीबाट गिभवे आएछ, खुसी लाग्यो। त्यो होस्, यहाँ दाइ हुनुहुन्छ। दसैँको उपहार आयो मलाई पनि इन्दिरा जल पानीबाट एउटा भेस्ट आएको छ। अनि अहिले हाम्रो यहाँ भाइ आएको छ। दाइलाई धेरै धेरै धन्यवाद। अहिले चाहिँ म यहाँ चटपटे बनाउन लागेको। अनि अहिले यहाँ यता सिक्किमबाट दोलखासम्म हिँड्नुहुने दाजुहरू आउनु भएको छ। उहाँहरूले अहिले चटपटे खाँदै हुन्छ सर म्यामहरू। ल अनि यहाँ अङ्कलहरूलाई चाहिँ चट्ट 50को चटपटे बनाएर दिनुपर्ने हुन्छ। र म चाहिँ अहिले यहाँ ग्राउन्डमा आइसकेको छु। जस्तो अहिले गेम सुरु भएको छैन। अहिले चाहिँ पानी भर्खर रह्यो, अघि भर्खर पानी परिरहेको थियो कि। हाम्रो यहाँ स्वयंसेवक भाइहरू झन्डा लिएर आउँदैछन्। टक्क दर्शकहरू टल्लै आइरहेछन् गेम हेर्नको लागि। मेला लगाए जस्तै भइरहेछ कि आज है, एउटा शान्तिमा टक्क मेला लगाए जस्तो भइरहेछ। दर्शकहरू हेर्नु कति धेरै छ जताततै। अनि यता पसल हेलो भाइ, के छ? ठिक छ ल। अहिले यहाँ लाइनअप पार्वती मित्रलाई एकदम बधाई दिनको लागि हार्दिक अनुरोध गर्दछु।
र अहिले त्यो गेम सुरु भइसकेको छ। तपाईँहरूलाई खेलाडीहरू चिनाउँछ है। आकाशे निलो कलर लगाउने टिम भनेको त्रिवेणी एफसी खुक्सा रहेको छ भने पर्पल कलरको भेस्ट लगाउने जर्सी लगाउने चाहिँ बागमती पुलिस क्याम्प सिन्धुली रहेको छ। दर्शकहरूले गेम हेरिरहनु छ। आज लाइभ गर्न खोज्दै विभिन्न टेक्निकल प्रब्लमले गर्दाखेरि लाइभ गर्न सकिनँ। जस्तो अब तपाईँहरूलाई म गेम देखाउँछु है। गेम हेर्नु होला चट्टसँगले। सरी शिवासम्म कमिटी मैले आज इन्टरनेट प्रब्लमले गर्दाखेरि लाइभ गर्न सकिनँ। अहिले चाहिँ दुई टिम बिच निकै नै राम्रो प्रयास छ गोल गर्नलाई। कसैले पनि गोल गर्न सकेका छैन र अहिले टिमले कर्नर बल हुन लागिरहेको छ। दुई टिम बिच निकै नै राम्रो प्रयास। बलबाट दामी गोल हो है। यतिको चाहिँ हुनुपर्छ क्या है। यतिको चाहिँ चाहियो है। मम्मा गोल हालिदिएर यार है। सबजना ह्याप्पी मुडमा फेरि। दाइ है दाइलाई कस्तो लाग्यो गोल हाल्दा? दामी हो। फेरि पनि दामी जस त्रिवेणी एफसी टिम र बागमती तालिम केन्द्र बिच निकै नै राम्रो प्रतिस्पर्धा भइरहेको छ गेममा। अहिले चाहिँ गेम सुरु भयो दोस्रो हाफ। गेम हेरिदिउँ है। गर्नु यस्तरी अगाडि बसिदिनुहुन्छ भने मान्नुहुन्न हाम्रो दर्शकदिनहरू। गाह्रो छ हौ यहाँ टोपीवाला बा उहाँको टोपी मात्र निकाल्नु पर्ला जस्तो छ है। यहाँ आन्टीहरूको ढाड निकालिदिनु पर्ला जस्तो छ है। यहाँ टक्क अब मैले ढाड निकालेर बसिदिने किनभने अगाडि डाइङै झेलिदिनु भएको छ त। ढाड देखाउँदै बस्नु क्या हो है मैले। गाह्रो छ। सिधै अगाडि बसिदिनुहुन्छ त के गर्नु। गाह्रो छ हौ। दामी थियो प्रयास तर गोल गर्नु भने असफल। बल आउट भइसकेको छ। सहयोगी दाताहरू हामीसँग रुपियाँ हुँदैन यहाँ दिदीसँग चाहिँ डलर रहेन रहेछ है। गाह्रो छ गाह्रो छ। फेरि निकै नै राम्रो प्रयास थियो तर गोल गर्नु असफल। यहाँ भाउजूको टाउकोले ड्याङ्गै छेडिदियो है। सिधै भाउजू दाइसँग कुरा गर्दै हुनुहुन्छ क्या हो सायद होइन। डङ अघिदेखि देखिँदै देखाउँदैन भने है। सिधै टाउकोले छेडिदिँदै जानु भयो। म के गर्नु ला यहाँ दाजु भाउजूको झगडा परेको के हो। गाह्रो छ भाउजूलाई गाह्रो छ। बल लफुन राख्यो है। अफसाइड बल अफसाइड देखाइदिनु पर्छ।
त्यसैगरी हाम्रा सहयोगी दाताहरू हामीले 3000 भन्दा माथि सहयोगी दाताहरूलाई सम्मान पत्र पनि प्रदान गर्ने कार्यक्रम रहेको छ। सम्मान पत्र प्रदान गर्ने कार्यक्रम फेरि सके पश्चात हुने भएको हुनाले सम्पूर्ण निकै नै राम्रो प्रयास तर गोल गर्न भने असफल। खोलेर हेर्छ त अस्ति केटाकेटीहरूले त्यो फेरि बनाएर हाल्छ। क्या मोबाइल देखाइदिएर यार एकछिन त लडी हो। ल आजको गेम सकिसकेको छ। यो गेम सँगसँगै खोक्साले 1 गोलको अग्रतामा गेम जितिसकेको छ। खोक्साले 1 गोल हान्यो र फेरि पनि मैले मिस भोर्लेलाई भेटिसकेँ फाइनली। यो थ्याङ्क यू भाइ। यहाँ मिस भोर्ले छिन्। के छ मिस भोर्ले यता हेर्नु। आमा सुन न एउटा कुरा सोध्नु थियो कि तिमीलाई। झन् राम्री भइसक्यो कि कुन हो र साँच्चै हो र। म नि मुख धोइदिउँ कि अब भाँडा माझ्ने साबुनले। कुन भाँडा माझ्ने साबुनको नाम के हो भनिदेऊ न त। ल भनिदेऊ त। के छ राजा दोस्त मासु भात। राजावादी आन्दोलन याद छ कि छैन है मासु भात। सपु खोइ त तिमीले केही उयो रियाक्सनै दिएनौ। कुन ए पतञ्जली भाँडा माझ्ने साबुन हो। ल म पनि त्यही भाँडा माझ्ने साबुनले मुख धुनु पर्यो। यति साह्रो नडराउनु हौ। हजुर अनि तिमी यति राम्रो हुनुको राज त हामीलाई थाहा हुनु पर्यो नि त। हेलो भाइ। त्यही हो जो गेम पनि एकदम निकै रमाइलो भयो र यहाँ सबैसँग पनि एकदम निकै रमाइलो गफगाफहरू भए। अब चट्ट घरतिर लाग्नुपर्छ होइन। त्यही हो अहिले सबैजना दर्शकहरू घर हिँडिरहेछन् देख्न सक्नुहुन्छ। सबजना अब आफ्नो घरतिर लागे। त्यही हो खोक्साले गेम जितिसकेको छ। 1 गोल हाफ टाइम अगाडि नै 1 गोल हानेर गेम जितिहाल्यो कि होइन। यसो बसतिर आएको थिएँ होइन। अनि अहिले चाहिँ यहाँ केटाहरूले प्रेटिङ बनाउनु घर बाटिरहेछन् सबजना भाइ ग्याङहरू होइन। जोस केटाहरू लागिरहेछ सब जेन्जी होइन तिमीहरू। ए तिमी त होइन तिमी त बच्चै हो ऊ पनि होइन। ल केटाहरू जोस लागिरहेछन्। को हो राणाको छोरा? ए ल यहाँ चाहिँ निशान दाइले टक्क सबलाई हराइरहेछन् है कसरी बाट्ने के गर्ने भनेर होइन। ल सबजना लागिरहेछ ए हो। ल घुम केटा घुम ल अहिले चाहिँ म पसलबाट गेम हेर्न गएर अनि
घर आयो अरे माथि पिङ बाटेको एकछिन हेर्न गयो अरे अहिले चाहिँ घर आइसकेको अब चट्ट यो झुलसुल मिलाएर सुत्नुपर्ने हुन्छ अनि त्यही हो आजको भिडियोलाई यतैतिर बिट मारिदिउँ अब म सुत्छु सबैजनालाई लट्स अफ लभ भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद अझै माया साथ सपोर्टहरू गर्दै जानु होला सो अल अफ यु गाइस बाइ बाइ जय नेपाल लभ यु अल पिस ह्याभ फन गाइस